नमस्कार सम्पूर्णमा। आजको भिडियोमा चाहिँ हामी मृत्यु दर्ता सम्बन्धी कुरा गर्दैछौँ। मृत्यु दर्ता चाहिँ तपाईले कुनै पनि व्यक्तिको मृत्यु भएको 35 दिनभित्र चाहिँ अनिवार्य रूपमा सम्बन्धित गाउँपालिकाको वार्ड कार्यालयमा गएर गराउनु पर्ने हुन्छ। सही अनुसार चाहिँ मृत्यु दर्ता बनाउनको लागि चाहिँ के कस्ता कागजातहरु आवश्यकता पर्दछन् र के कस्तो प्रक्रियाले मृत्यु दर्ताको प्रमाणपत्र लिन सक्नुहुन्छ भन्ने विषयमा रहेर भिडियो तयार गरेका छौँ। मृत्यु दर्ताको लागि चाहिँ तपाईले सबैभन्दा पहिले चाहिँ वार्ड कार्यालयमा गएर एउटा निवेदन लेखेर दिनुपर्ने हुन्छ। त्यस्तै गरी मृतकको नागरिकता र जसले सूचना दिँदै हुनुहुन्छ हजुरको पनि नागरिकता लिएर जानुपर्ने हुन्छ। त्यस्तै गरी मृतकसँग सम्बन्ध जोडिएको प्रमाणपत्र, तपाईले मृतकको मृत्यु भयो भनेर सूचना दिँदै हुनुहुन्छ र तपाईको के सम्बन्ध छ त भनेर सम्बन्ध चाहिँ स्पष्ट हुने गरी एउटा चाहिँ प्रमाणित कागज पनि चाहियो। यदि मृतक अविवाहित भएको अवस्थामा चाहिँ स्थानीय वार्ड कार्यालयले तपाईलाई एउटा सरजमिन पत्र बनाएर दिन्छ। त्यो अनुसार चाहिँ तपाईले गर्न सक्नुहुन्छ। यदि मृतकको नागरिकता पनि छैन भन्ने चाहिँ तपाईलाई स्थानीय स्तरका केही व्यक्तिहरूको सहजीकरणमा व्यक्तिहरूको उपस्थितिमा चाहिँ एउटा सरजमिन मुचुल्का पत्र तयार गर्नुपर्ने हुन्छ। त्यो गरेर पनि तपाईले मृत्युदर्ताको लागि आवश्यक कागजहरू जम्मा गर्न सक्नुहुन्छ। अर्को चाहिँ तपाईको मृतकको बाबा आमाको नागरिकताको प्रतिलिपि पनि आवश्यकता पर्ने हुन्छ। यदि लिएर तपाईले वार्ड कार्यालयमा जानुभयो भने चाहिँ तपाईले मृत्यु दर्ताको प्रमाणपत्र लिन सक्नुहुन्छ। त्यस्तै गरी मृत्यु दर्ताको लागि मृत्यु दर्ता प्रमाणपत्र लिनको लागि चाहिँ तपाईको प्रक्रिया के हुन्छ भने वार्डमा जब तपाईले निवेदनहरू दिनुहुन्छ तब वार्डले नै तपाईले निवेदन पनि तयार गरिदिन्छ। यदि तपाईले सक्नु भएन जान्नु भएन भने चाहिँ त्यस्तै गरी मृत्यु भएको 35 दिनभित्र चाहिँ परिवारको सदस्यहरूबाट आमा बाबा पति पत्नी हो भने चाहिँ यदि छोरा छोरी हुनुहुन्छ भने कुनै एकजना अथवा कुनै पनि त्यहाँ हुनुहुन्न भने चाहिँ परिवारभित्रैबाट 18 वर्ष पुरा भएको जोसुकैले पनि गएर तपाईको चाहिँ मृत्यु दर्ता लिदिन सक्नुहुन्छ। यो चाहिँ तपाईको 35 दिनभित्रमा तपाईले गएर मृत्यु दर्ताको लागि फर्म भर्नुभयो भने चाहिँ तपाईलाई निशुल्क रूपमा चाहिँ मृत्यु दर्ता उपलब्ध गराउँछ वार्डले भने 35 दिन नागिसकेपछि हो भने चाहिँ तपाईलाई केही अन्य कागजहरू पनि दिनुपर्ने हुन्छ र साथमा शुल्क पनि लाग्ने गर्दछ। यदि तपाईले यति गरेपछि तपाईको सबै मृत्यु दर्ताको प्रोसेस वार्ड अध्यक्षले गरिदिनुहुन्छ अनि सम्बन्धित वार्ड अध्यक्षले तपाईलाई चाहिँ त्यो प्रमाणित गरेर दिनुहुन्छ। यो सम्पूर्ण प्रक्रिया भएमा तपाईले यदि सरजमिन गर्नु नपरेको अवस्थामा चाहिँ तपाईले तुरुन्तै त्यो पाउनुहुन्छ भने सरजमिन गर्नुपर्ने भयो भने चाहिँ तपाईलाई कम्तीमा पनि 3 देखि 5 दिनको समय लाग्न सक्छ। यो भयो तपाईहरुको लागि यदि तपाईको घर अथवा छिमेकमा कसैको घटना घट्यो र मृत्यु दर्ता बनाइराख्नु भएको छैन भने चाहिँ तुरुन्त बनाउन अनुरोध पनि गर्न सक्नुभयो। यो भयो तपाईको लागि बेसिक जानकारी मृत्यु दर्ता सम्बन्धी। हिजोको भिडियोमा चाहिँ हामीले जन्म दर्ताको विषयमा बनाएका थियौं भने अब अघिल्लो भिडियोमा चाहिँ हामीले विवाह दर्ता, बसाइसराई, व्यवसाय दर्ताहरूको बारेमा भिडियो तयार गर्दै जानेछौँ। मृत्यु दर्ताको चाहिँ तपाईको अनलाइनबाट पनि तपाई वार्ड कार्यालयमा उपस्थित नभइकन पनि घरबाटै पनि बनाउन सक्नुहुन्छ। जसको लागि चाहिँ तपाईलाई हामीले वेबसाइटको लिंक चाहिँ तल डिस्क्रिप्सनमा राखिदिन्छौँ र अर्को भिडियोमा चाहिँ हामीले कसरी अनलाइनबाट गर्न सकिन्छ भनेर फुल भिडियो लिएर पनि आउनेछौँ। यदि हाम्रो भिडियो तपाईलाई राम्रो लाग्छ भने चाहिँ हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। धन्यवाद, नमस्कार।